Hello everyone, welcome back to my vlog. Vlog भन्ने बित्तिकै फेरि मेरो साथी नक्कल पार्न थालिन्। म एउटा एक्सपर्ट भ्लगर त हैन, त्यही पनि एउटा मेमोरीको लागि छोटो भ्लग बनाउँदैछु। आजको हाम्रो भ्लग रहेको छ आशा ट्रिप टु माल्मो स्विडेन। हामी ट्रेनबाट चढेर बस स्टेसनतर्फ जाँदैछौँ। हामी चाहिँ स्विडेन बसबाट जाँदैछौँ। फास्ट ट्रेनबाट नि जानु मिल्छ, त्यसले जम्मा हाफ एन आवरमा पुर्याउँछ हामीलाई माल्मो। हामीलाई धेरै टाइम स्पेन्ड गर्दै रमाइलो गर्दै भ्यूहरू हेर्दै जानु थियो, सो हामीले चाहिँ बसबाट जाने निर्णय गर्यौँ। यो चाहिँ हामी जान लागेको बस। हाम्रो बसको टाइमिङ चाहिँ 10:30 को थियो। यो बस स्टेसन चाहिँ डेभिसब्रो आइकियाको ठ्याक्क तलपट्टि चाहिँ छ। बसको सिटहरू प्रायः जसो सबै बुक भएको थियो, सो हामीले चाहिँ लास्ट सिटहरू मात्रै भेट्टायौँ। हाम्रो बस चाहिँ हिँड्यो र हाम्रो माल्मोको जर्नी चाहिँ स्टार्ट भयो। बसमा चाहिँ हामीलाई कोपनहेगन टु माल्मो 1.5 आवरमा चाहिँ पुर्याउँछ भनेको थियो। यो चाहिँ माल्मो जाँदै गरेको डेनमार्कको हाइवेको भ्यू। हाइवेमा कार एक्सिडेन्ट भएर हामी चाहिँ 15 मिनट्ससम्म पऱ्यौँ। जाम खुलिसकेपछि चाहिँ हामी अन्डरग्राउन्डको बाटो हुँदै गयौँ। अन्डरग्राउन्ड सकिसकेपछि चाहिँ पुल स्टार्ट हुन्छ। यो पुलको लेफ्ट एन्ड राइटमा सबै समुद्रै समुद्र छ। यो समुद्रमाथिको बाटो चाहिँ बसहरू 4 व्हील भेहिकल्सहरू हिँड्छ भने यसको ठ्याक्क मुनिपट्टि चाहिँ ट्रेन हिँड्ने बाटो छ। यो पुलबाट चाहिँ समुद्रको भ्यू यस्तो राम्रो देखिरहेको थियो। डेनमार्क र स्विडेन बीच चाहिँ यही एउटा पुल छ। यो पुल सकिने बित्तिकै चाहिँ स्विडेन सुरु हुन्छ। ल हामी माल्मो पनि आइपुग्यौँ। त्यहाँ पुग्ने बित्तिकै कस्तो आनन्दको शान्तको भाइब्स आएको। मान्छेहरू पनि त्यति नहिँड्ने, कस्तो आनन्द कि छुट्टै आनन्द। पिस सफा बिल्डिङहरू पनि कस्तो राम्रो राम्रो बिल्डिङहरू। हामी त माल्मो स्टार्ट हुनेदेखि लिएर पुरै बिल्डिङ मात्रै हेर्दै गयौँ। अब माल्मो स्टार्ट भएदेखि माल्मो स्टेसनसम्म बिल्डिङको भिडियोहरू मात्रै छ, सो हजुरहरू पनि बिल्डिङको भिडियो हेरेर इन्जोय गर्नुहोला।
मालमो स्टेसन पनि आइपुग्यो हामीलाई चाहिँ ट्याक्क त्यो स्टेसनको अगाडिपट्टि झारिदियो र हामी झऱ्यौँ झर्ने बित्तिकै कस्तो पानी परिदिरहेको कि र हामी छिटो छिटो स्टेसनभित्र चाहिँ गयौँ त्यहाँ गएर चाहिँ हामी एकछिन बस्यौँ र आज कता कता घुम्ने भनेर त्यहाँको लोकेसनहरू चाहिँ हेर्न थाल्यौँ त्यहाँ हामी आज दिउँसोको लागि मात्रै घुम्न गएको थियौँ बेलुका फर्किने भनेर गएको थियौँ तर त्यहाँ गएपछि चाहिँ हामी एक नाइट बस्ने भनेर डिस्कस गऱ्यौँ र हामी होटल पनि खोज्न थाल्यौँ होटलहरू खोज्दा खोज्दा हामी चाहिँ स्क्यान्डिक होटलमा चाहिँ बस्ने निर्णय गऱ्यौँ हल्का पानी बसेको थियो सो हामी होटलतर्फ जाँदैछौँ हामीले चाहिँ होटल बुक गरेको थिएन पहिला त्यहाँ गएर बुझेर मात्रै बुक गर्ने भनेको थियौँ हामी चाहिँ होटल पुग्यौँ त्यहाँ गएर बुझ्यौँ र हामीले बुकिङ गऱ्यौँ तर चाहिँ अहिले चेकिङ गर्ने टाइम भएको रहेनछ सो हामीले ब्याग रिसेप्सनमा राखेर घुम्नतर्फ लाग्यौँ अलिअलि घुमिसकेपछि हामीलाई भोक लाग्न थाल्यो त्यहाँ घुमिरहेको ठाउँमा यसो साइडमा हेरेको त हामीले केएफसी देखिहाल्यौँ केएफसी देख्न साथ हामी भित्र गयौँ त्यहाँ गएर हामीले अर्डर गऱ्यौँ केएफसी नखाएको नि अलमोस्ट 1 इयर भइसकेको थियो डेनमार्कमा चाहिँ अहिले केएफसी ब्यान गरेको रहेछ हाम्रो अर्डर पनि रेडी भएर हाम्रो दुईटा सरले चाहिँ अर्डर ल्याउँदै हुनुहुन्छ केएफसीको यस्तो क्रेभिङ भइरहेको थियो आउन साथ हामीले खान थाल्यौँ खाएर सकिसकेपछि हामी चाहिँ घुम्नुपर्ने मेन ठाउँहरूमा चाहिँ गयौँ फर्स्टमा हामी यो मालमो क्यासलमा गयौँ ओर मालमो म्युजियम त्यहाँ हल्का फोटो भिडियो खिचेर चाहिँ हामी अर्को डेस्टिनेसनतर्फ लाग्यौँ हामी अब यो देखिरहेको पङ्खा जस्तो घरमा जाँदैछौँ यो चाहिँ ठिक्क त्यो मालमो क्यासलको ब्याक साइडमा चाहिँ रहेको छ त्यहाँ पनि हामीले फोटो भिडियोहरू खिच्यौँ हल्का टिकटकहरू बनायौँ र अर्को ठाउँतिर लाग्यौँ हाम्रो नेक्स्ट घुम्ने ठाउँ भनेको चाहिँ यो बिल्डिङ रहेको छ यो चाहिँ सबैभन्दा ठुलो बिल्डिङ स्विडेनको र यसको नाम हो टर्निङ टर्सो मेन ठाउँ घुमिसकेपछि चाहिँ हामी अब मालमोको स्ट्रिटहरू घुम्दैछौँ घुम्दा थकै लागेको थियो सो हामी अब होटलतर्फ जाँदैछौँ होटल पनि आइपुग्न थाल्यो र हामी बस्न लागेको होटल चाहिँ यही रहेको छ स्क्यान्डिक होटल त्यहाँ गएर चेकिङ गर्यौँ र हामी रुमतर्फ गयौँ यो हो आजको लागि हाम्रो रुम
हामी चाहिँ 4 जना गएको थियौँ सो यो हामी 4 जनाको लागि 4 बेडरुम हो रुम चाहिँ एकदम राम्रो ठुलो थियो त्यो रुममा एउटा सानो मिनी किचन पनि थियो हामीले चाहिने सामानहरू इन्डक्सन फ्रिज र पकाउने भाँडा खाने भाँडा चक्कुहरू माइक्रो ओभन सब थियो इभन त्यहाँ सानो डिसवासर पनि थियो हामी फ्रेस भएर अलिअलि स्न्याक्स खान थाल्यौँ बेलुका भइसकेको थियो सो डिनरको लागि हामीसँग खानाको लागि केही पनि थिएन सो हामी डिनरको लागि सपिङ गर्न गयौँ होटलबाट नजिकै आइसी भन्ने सुपरमार्केटै छ हामी चाहिँ त्यहीँ गयौँ सामानहरू किन्नको लागि डेनमार्कमा भन्दा स्विडेनमा चाहिँ हामीलाई सामानहरू अलि सस्तो लाग्यो सामानहरू लिइसकेपछि फेरि हामी ब्याक टु द होटल होटल आइसकिसकेपछि हामी ड्रेस चेन्ज गरेर डिनर बनाउनतर्फ लाग्यौँ खानेकुराहरू बनाउँदै सँगसँगै हामी रमाइलो पनि गर्दै थियौँ हाम्रो लभर्सको खतरा डान्स इन्जोय गर्नु एकदम रमाइलो भएको थियो त्यो रात हाम्रो रमाइलो गर्दा बिहान रोक्न थाले भएन गुड मर्निङ गाइज मिठो कफीको सँगसँगै हाम्रो बिहानको सुरुवात भयो हामी होटलबाट चेकआउट गरेर माल्मो स्टेसन जाँदैछौँ हाम्रो माल्मोको एक रातको बसाइ पनि सकियो माल्मोको बसाइ पनि एकदम रमाइलो भयो
स्टेसन जाँदै गर्दाखेरि हामीले एउटा यो चर्च देख्यौँ। त्यहाँ एकछिन हामीले फोटो भिडियोहरू चाहिँ लियौँ। त्यहाँभित्र पनि जान मिल्ने रहेछ, सो हामी त्यहाँ गयौँ। त्यहाँभित्र चाहिँ फोटो भिडियोहरू खिच्न नमिल्ने रहेछ। भित्र चाहिँ कस्तो राम्रो थियो। हामी गएर एकछिन बस्यौँ, प्रेयर गऱ्यौँ र फर्क्यौँ। हिँड्दै गर्दा हामीले यो एउटा युनिक बिल्डिङ पनि देख्यौँ। मालमो स्टेसन पनि आइपुग्यो र हामी बसको वेटिङमा थियौँ। आउँदाखेरि हामीलाई बसमा रमाइलो लागेको भएर हामी रिटर्न हुँदाखेरि पनि फेरि बसको नै टिकट काट्यौँ। हाम्रो बस चाहिँ 12 बजेको थियो। बस पनि आइपुग्यो। यो बस चाहिँ 2 फ्लोरवाला बस हो। हाम्रो टिकट चाहिँ माथिल्लो फ्लोरमा थियो। बाई बाई माल्मो, सी यू नेक्स्ट टाइम। हामीलाई एकदम रमाइलो भयो र एकदम राम्रो पनि लाग्यो। यो बसले चाहिँ हामीलाई माल्मोदेखि डेनमार्क रिटर्न हुँदाखेरि जम्मा 50 मिनट्समा चाहिँ नै डेनमार्क पुर्याइदियो। हाम्रो माल्मोको भ्याकेसन पनि सकियो। डेनमार्क पनि आइपुग्यौँ। हाम्रो रमाइलो दिन यही समाप्त भयो। फेरि काम सुरु हुन्छ, फेरि काम। Thanks for watching. See you in next vlog.